नमस्ते सबैजनालाई। आज स्याटरडे है। अब हामी एकछिन बाहिर निस्केको छौँ किनभने खासमा हामी लुगा धुन हजुर बिस्तारै है म हेरिरहेको छु। ल खेल न खेल। अनि त्यसपछि लुगा धुन आएको हामी बाबु र म। अनि हामी चाहिँ त्यहाँ लन्ड्रीमा लुगाहरू सबै राखिसक्यौँ। त्यसपछि 1 घन्टा हजुर म यहीँ छु क्या बाबा। लुगा है ल के डर लाग्यो ल होइन त डर लाग्यो अरे यसलाई। अनि त्यसपछि लुगा धुन चाहिँ 1 घन्टा बाँकी हुन्छ अब टाइम। अनि त्यस होइन यो त माथि बेबी जाने मात्रै ठाउँ हो नि, बेबीको लागि मात्रै बनेको हो नि यो त। हिँड जा दाइज अब यो निर्वाण यति पनि डराउँछौ तिमी। दाइज अब खेल्न हेर न दाइज अब युक्करी दाइज अब देखिरह्यो राम्बारे बिस्तारै जानुहोस् है, बिस्तारै जानुहोस् है। ल बिस्तारै आऊ है, यहाँ समाएर आऊ है, बिस्तारै आऊ। अनि हाम्रो चाहिँ 1 घन्टा बाँकी छ कि यहाँ बस्नुहोस् है। ल म बनाउँछु। हाम्रो 1 घन्टा बाँकी छ लुगा धुइन। त्यसपछि लुगा धुने बेलासम्म चाहिँ यहाँ नजिकै पार्क छ कि, अनि हामी पार्कमा खेल्दै गरेर वेट गरौँ भनेर के। किनभने अब त्यो लुगा धोएर सुकाउन दिनभरि मेरो टाइम लस्ट हुन्छ। यहाँ आयो भने 1 घन्टामै सबै काम सिद्धिन्छ अनि हामी यसरी खेल्न पनि पाइन्छ। त्यही भएर हामी यहाँ पार्कमा आछौँ। तपाईँहरू हेर्दै गर्नु है। अब म अरू कुराहरू पनि देखाउँछु। ल थ्याङ्क यू। बाबा हजुरलाई कस्तो लागिरहेछ पार्कमा आएर? डर लागेछ। त्यसरी गऱ्यो भने त डर लाग्छ नि। अनि राम्रोसँग गर्नुहोस् न। अरे के गर्नुभएको अघि? ल बिस्तारै जाऊ है, बिस्तारै जाऊ है। ह्याप्पी? ल बाबा हजुरलाई स्कुल जान मनपर्छ कि मामुसँग बस्न? किन हो र? अनि तिमीलाई त साथीहरू पनि मनपर्छ त। अनि किन बाबा सेन्से मन पर्दैन? यता हेर न, गाली गर्नुहुन्छ त्यसै चुप्नुहुन्छ के अरे। अब मसँग बसेपछि त अब जे मलाई त्यही गर्न पाएँ, स्कुलमा त गर्न पाएन। त्यही भएर तपाईँसँग बस्नु मनपर्छ भन्छ। तर बिहान चाहिँ यो अलिकति क्याङ गर्छ, तर घर फर्किन चाहिँ फेरि तपाईँ किन छिटो आउनुभएको, म अझै खेल्नु बाँकी थियो नि भन्छ कि यो काले। यो छ नि कालेले। मलाई चाहिँ साह्रै निन्द्रा एकदमै यो घामले कि निन्द्रा लाग्ला जस्तो भयो। अब हामी यहाँ नजिक 7-11 छ। हामी अब यस्तो बाबु र म गएर मेरो लागि कफी। अनि बाबु तिमी के खाने? बाबा के खाने तिमी? मेरो लागि चाहिँ म एउटा कफी खान्छु। अब हामी 7-11 जान्छौँ है। यहाँ नजिकै छ कि 7-11, अनि सजिलो हुन्छ कि। हामीले कफीहरू पनि लिएर आयौँ। बाबुले चाहिँ भोग लाग्यो अरे, बाबुले ओनिगिरी लिएर आयो। बाबा के भयो भने त्यहाँ यहाँ काम गर्ने 7-11मा काम गर्नुहुन्छ कि एकजना बजाइ, अनि जहिले बोल्नुहुन्छ क्या बाबुसँग। अनि त्यसपछि यसले चाहिँ अमेरिकन डग खान्छु भनेर त अनि मैले किनिदिएँ है अरे कि उहाँले नै किनेर दिनुभएको कि त्यो चाहिँ यो बाबुलाई। आदिकातो भन्यो है? कसरी भन्यो? अनि त्यसपछि उहाँले नै दिनुभयो। यो चाहिँ मैले किनेर ल्याएँ। अब हामी चाहिँ कफी खान्छौँ। मलाई अलिक भोक लागेको छैन, यो कालेलाई भोक लाग्यो अरे। त्यसपछि हामी एकछिन बस्छौँ। अझ हाम्रो टाइम छ आधी घन्टा जति, 1 घन्टा लाग्छ लुगा धोइन। त्यसपछि हामी यो खाएर वेट गर्छौँ, खेल्दै वेट गर्छौँ। र तपाईँहरू हेर्दै गर्नु है। थ्याङ्क यू। यो कफी चाहिँ मैले फर्स्ट टाइम खाएको हो होइन, तर मिठै रहेछ। बाबुसँग हिँड्दा एकदम थकै लाग्छ नि त। अनि त्यसपछि म चाहिँ बाबुसँग हिँड्दा कफी चाहिँ खानै पर्छ क्या मलाई। काले कता गयो बाबा? अनि त्यसपछि यो कफी खायो भने अलिकति एनर्जी आउँछ कि, अलिक फ्रेस हुन्छ। त्यसपछि यो कफी खाएपछि यो बाबुसँग खेल्न मजाले सकिन्छ। नत्र चाहिँ अलिक गाह्रो हुन्छ कि योसँग दौडिन त साह्रै गाह्रो हुन्छ नि त है। के भन्यो अरे बाबा? ए हो ल म हेल्प गर्छु नि है। देखिरु
बिस्तारै खाऊ है। मिठो छ पानी? फ्रुट्सहरू खायो भने नि राम्रो हुन्छ नि है। ए हो कसले भनेको नि तिमीलाई? ए होइन त्यो त रक्सीको बोतल हो, कसले फालेको? घुमे फाल्न हुन्न नि है, ब्याड है। ए कसको काम होला यसरी फाल्ने गोमी? त्यस्तो फोहोर त गर्नुहुन्न नि है पार्कमा त है। त्यस्तो नगर, धुलो नउडाउ न खाने लागेको बेलामा। गोम्बाकोमा बेसी बाबुले चाहिँ फेरि त्यो खायो। अब ओनिगिरी खाँदैछ। बाबा यता हेर्नुहोस् न, यता हेर्नुहोस् न। ओनिगिरी वैसी वैसी अन्त न वैसी त्यसलाई चाहिँ एकदम धेरै भोक लागेको रहेछ। खाजा त खाएको थियो, कति छिटो के अरे खाजा त खाएको थियो तर ढिला भइसक्यो नि त। अब 1 बज्न लागिसक्यो। मलाई चाहिँ भोक लागेको छैन, किन हो बाबुले चाहिँ भोक लागेको रहेछ। ओनिगिरी पनि खाँदैछ। अनि त्यसपछि बाबा राम्रोसँग खानुहोस् है, बसेर खानुहोस् न। अहिले मलाई तिम्रो मलाई जिस्काएको? ए मलाई त्यसले त जिस्काउँदो पो रहेछ नि। यसले त मलाई जिस्काउनु पो थाल्यो। अब हामी एकछिन अझै है, फेरि भन त। अब आज आधी घन्टा बाँकी छ। हामी आधी घन्टासम्म अझै यहीँ बस्छौँ। अनि त्यसपछि हामी फेरि कपडा लिएर घरमा जान्छौँ। घरमा राखेर हामी फेरि पार्क जान्छौँ, किनभने घरमा बस्यो भने त लास्टै बोर भइन्छ। बाबा हल्ला नगर्नुहोस्। दामी दायो हजुर के भएर हो र? खै हेरौँ त, खै देखाऊ त। त्यसरी चिचाउनु हुँदैन है, अरूलाई डिस्टर्ब हुन्छ नि है बाबा। अनि त्यसपछि यहाँ नजिकै घरहरू छ क्या, प्राइभेट घरहरू। अनि फेरि धेरै चिचाउनु पनि भएन है। अनि त्यही भएर ल तपाईँहरू हेर्दै गर्नुहोस् है गाइज। थ्याङ्क यू। सबसे प्यारा कौन है? पापा, मेरी पापा, पापा, मेरी पापा। देखाऊ अब। फेरि हामीले उसको बाबालाई फोन गरेको, फोन उठाउनु भएन कि बिजी हुनुहुन्छ होला। अनि यसलाई चाहिँ बाबाको याद आयो अरे। अनि त्यसपछि उसले गीत गाएर सुनाउँदैछ। अहिले फोन गर्नुभयो भने फेरि सुनाऊ है ल। के अरे फोन उठेन नि त उसको बाबाको, फोन गरेको हामीले। अनि त्यसपछि के अरे फोन उठेन भनेर यसले चाहिँ पुरा ड्याडीको लागि गीत गाउँदैछ कि। पापा मेरो पापा भन्दै बाहिर हिँड्यो भने यसलाई खुब याद आउँछ ड्याडीको है बाबा है। ड्याडीको याद आयो हो। राम्रोसँग खानुहोस् न, नखसालिकन। अनि यसलाई ड्याडी आएर गीत गाउँदैछ कि। ल मेरो कपडाहरू पनि सबै सुकिसकेको छ। बाबुलाई म त्यहाँ बसेर एकछिन वेट गर्नु भनेको छु, कार्टुन हेरेर बसिरहेको छ। अब मेरो कपडाहरू पनि म सबै राम्रोसँग पट्टाएर लैजान्छु। त्यसपछि हामी अब घर जान्छौँ। त्यसपछि हामी फेरि पार्क जान्छौँ। हेर्दै गर्नु है गाइस। ल हामी अब कपडा घरमा पुऱ्याएर होइन एकदम चिसो पनि लाग्यो। अनि त्यसपछि हामी अब हजुर एकछिन बसेर होइन घरमा एकछिन बसेर त्यसपछि हामी एकछिन पार्कमा आएको छौँ होइन। म यहीँ छु त के। अनि त्यसपछि चिसो चिसो यसले मलाई बोल्न दिए पो यो कालेले। ल होइन होइन बोल्न दिएछु त भन्छौ अनि तानेको गर्छौ। अनि त्यसपछि हामी यसो पार्कमा आएको छौँ। एकदमै धेरै चिसो छ, घाम पनि गइसक्यो तर एकदम बोर लाग्यो। अनि त्यसपछि एकछिन यसो नजिकै हो, हाम्रो घर नजिकैको पार्कमा आएको छौँ। त्यसपछि एकछिन हामी अब यहाँ घुम्छौँ है बाबा।
अनि त्यसपछि हामी घर फर्किन्छौँ है। खास उसको बाबा पनि आउँदै हुनुहुन्छ अनि हामी सँगै जाने भनेर आएको हो कि खास लिनलाई। ल थ्याङ्क यू गाइज, हेर्दै गर्नु होला। ड्याडी आउनुभयो जस्तो छ भाइ, हेर्न त रुक है, हो कि होइन? हो जस्तो त लागेको थियो, होइन रहेछ। ओ हो रहेछ त, ड्याडी आउनु भएछ। ल अब उसको बाबा पनि आइसक्नु भयो होइन। अनि त्यसपछि अब हामी जाँदैछौँ। अब घरमा चाहिँ चामल सिद्धिन लागेको छ। हामी ग्योसोबा चामल लिन जाँदैछौँ होइन। एकदमै धेरै अँधेरो भइसक्यो, तर पनि अब आज लियो भने सजिलो हुन्छ नि त होइन। अनि त्यसपछि सिद्धिसकेपछि भन्दाखेरि सिद्धिनुभन्दा अगाडिले सजिलो हुन्छ नि त। अब हामी जाँदैछौँ ग्योसोबा, म तपाईँहरूलाई चामल लिइसकेपछि फेरि देखाउँछु भिडियो है, वेट गर्छु। सन्डे पनि बिदै हुन्छ होइन। अब भोलि पनि म अर्को भ्लग बनाउँछु है। भोलि यासुमी होइन बाबा, ए यासुमी हो भोलि है, भोलि सन्डे यासुमी हो नि त। अनि त्यसपछि पर्सि होइन, पर्सि जानुपर्छ, जहिले बिदा बसेर हुन्छ र। ल अब हामी ग्योसोबाबाट सामान लिएर आइसकेका छौँ, चामल है लिएर आइसकेका छौँ। अब हामी सिधै घरमा जान्छौँ किनभने एकदम धेरै अँध्यारो भइसक्यो है। अब भोलि सन्डे छ, भोलि पनि म नयाँ भ्लग बनाउँछु है। हामी घुम्न जान्छौँ बाबु र म होइन, पार्क जान्छौँ। अनि त्यतिखेर म नयाँ भिडियोहरू बनाउँछु, तपाईँहरू हेर्दै गर्नु होला। ल आजको लागि सबैजनालाई बाई बाई, थ्याङ्क यू फर वाचिङ, बाई बाई।